टिकटकमा बालबालिकालाई यौन क्रियाकलाप गर्न लगाएर पैसा कमाउने धन्दा। केन्यामा टिकटक निकै लोकप्रिय छ। यो मञ्चमा मानिसहरू प्राय नाचगान गरेको भिडियो र अन्य रोचक तथा ठट्यौला सामग्री हाल्छन्। टिकटकमा लाइभ बस्न र एक अर्कालाई गिफ्ट पठाउन पनि मिल्छ। गिफ्ट आदान प्रदान गर्ने सुविधा टिकटकरहरूका लागि आय आर्जन गर्ने माध्यम पनि बनेको छ। तर त्यसको एउटा नराम्रो पक्ष पनि देखा परेको छ। 15 वर्षीय किशोरीदेखि अन्य महिलाहरू टिकटकमा यौनजन्य गतिविधि गरेर पैसा कमाउने लोभमा फसेको र तीमध्ये केही उत्पीडनको शिकार हुन थालेको पाइएको छ। छिटो र सजिलोसँग पैसा कमाउन सकिने लोभ देखाएर डिजिटल दलालहरूले कम उमेरका किशोरी र महिलाहरूलाई लाइभ स्ट्रिममा अश्लील हावभाव देखाएर गिफ्ट बटुल्न लगाउने गरेका छन्। त्यस्ता गिफ्ट पैसासँग साट्न मिल्छ। BBC अफ्रिका आईले त्यस्तो यौन उत्पीडन र त्यसबाट कसले नाफा पाउँछ भन्ने विषयमा अनुसन्धान गरेको छ। तपाईहरूले यस भिडियो मार्फत यस घटनामा संलग्न पीडितको बयान सुन्न सक्नुहुन्छ। I sell myself on TikTok. I dance naked, live. I do that because that's where I can earn money to support myself. I told him I was 15 years old. He said it is okay and he loves young girls below 18 and he gives them work. I joined TikTok just for fun. I was 16 years old. He started by asking me to send him my naked pictures. He told me that if I sent him my pictures, he would pay me. Because I was desperate, I decided to do it. I met him and he asked me to have sex with him, and we had sex. Later, I threatened him on the phone that I will report him on what he has done to me. He laughed and said that I can't report him and there's nothing I can do to him. The number of videos on TikTok compared to the number of moderating is incomparable, and artificial intelligence is not perfect. So this job requires the employment of a lot of people. What we've got is not enough. नेपालमा पनि टिकटक निकै लोकप्रिय छ। यहाँ साना र वयस्क उमेरका धेरै युजरहरू छन्। यस्तो घटना भोलिको दिनमा नेपालमा पनि घट्न नसक्ला भन्न सकिँदैन। तसर्थ पैसाको प्रलोभनमा परि यस्ता गिरोहको चङ्गुलमा नफस्न पनि यस भिडियो मार्फत जानकारी गराउँदछौँ। साथै आफ्नो परिवार, आफन्त र साथीहरूलाई सजग बनाउन यो चेतनामूलक जानकारी सेयर गर्नुहोला। हस्त, धन्यवाद।